मुझे पावरको ढाक लान्छ, पैसाको ढाक लान्छ, जाँठा बराबर मेरो लागि। मसँग पैसा र पावरको ढाक नलाउ मैले पहिल्यै भनेको छु मैले। तिमीसँग अरबै पैसा भयो भने मेरो लागि जाँठा बराबर हो, तिमीसँग पावरै छ भने मेरो लागि जाँठा बराबर हो। सक्छ भोलि चेन्ज गर मलाई, त्यहाँबाट सौरा गरेर लैजा। मेरो कुर्सीमा 1 मिनट माथि बस्नुन्जेल म अधिकार जमाउँछु। मैले योभन्दा पहिला पनि भनेको थिएँ मैले, हो म पहिला योभन्दा अगाडि हाकिम हुँदाखेरि पनि भनेको थिएँ मैले। म मेरो कुर्सीमा 1 मिनट माथि बस्नुन्जेल म अधिकार जमाएर जान्छु भनेर। सक्छौ जाहिर खाऊ, सक्दैन जाहिर छोडेर जाऊ। अहिले पनि भने मैले निकाल्न नपरोस्, मैले चार्ज गर्न नपरोस्। को एग्री छ, को एग्री छ अनएग्री। बाहिरको मान्छे मुझे उचाल्ने, थचाल्ने, पछाड्ने, बिजेले के गर्ला, बिजेले यसो गर्ला, बिजेले उसो गर्ला, बिजेलाई यसो गर्नु पर्ला भनेर बाहिरको मान्छेले तिमीलाई उचालेर थचारेर भित्रको जागिर बच्छ। बिजेको कलम चलेपछि तिमीको जागिर जान्छ। त्यो कुरा चाहिँ पक्का है। तिमीहरूले प्रोटेस्ट गर्नु, मुद्दा लड्नु, आफ्नो लड न, मलाई त्यो टेन्सन कुरा भएन। तिमीहरूको एग्रिमेन्ट अनुसार बिजेले जागिर खान सक्छ। त्यो कुरा चाहिँ बुझाउँ सबैले। के को छ मलाई मैले भनेको तपाईँ म एउटै उमेरको भनेर तपाईँलाई माया गरेर राख्नु जरुरी छ यहाँ छ? तपाईँले पनि 6 महिना जागिर खाएको होइन के कसो? तपाईँलाई 8 वर्ष जागिर खाए पनि 6 महिना जागिर होइन? नठहरो भने के हुन्छ थाहा छ नि यो कुरा सबैलाई।